कसैको मनको कुरा थाहा पाउने 3वटा तरिका छन्, तर यी 3 तरिकाहरू बुझ्न धेरै महत्त्वपूर्ण छ। यदि तपाईले यी 3 तरिकाहरू बुझ्नुभयो भने तपाईँ सजिलैसँग कसैको पनि मनको कुरा थाहा पाउन र बुझ्न सक्नुहुन्छ। त्यसैले साथीहरू, बुद्धको यो कथा मार्फत जानौँ कि अरूको मनको कुरा कसरी थाहा पाउन सकिन्छ। त्योभन्दा पहिले एकैछिन सुन्नुहोस् त साथीहरू। मैले तपाईँहरू जस्ता धेरै कम मानिसहरू मात्र देखेको छु जसले आफ्नो अमूल्य समय आफ्नो ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरूमध्ये तपाईँहरू पनि एक हुनुहुन्छ। त्यसैले साथीहरू, सधैँ यस्तै ज्ञानको नजिक रहनको लागि यस च्यानललाई सब्स्क्राइब गरी सँगै जोडिनुहोला। आउनुहोस् कथालाई सुरु गरौँ। यो धेरै पहिलेको कुरा हो। एउटा सानो गाउँ थियो। त्यो गाउँमा 2 दाजुभाइ बस्थे। जेठो दाजु अन्धो भएकाले सधैँ घरमै बस्ने र कान्छो भाइ खेतीपाती गर्थे। तर खेतमा धेरै जनावर आएर बाली पुरै नष्ट गरिदिएकाले कान्छो भाइ साह्रै रिसाएको थियो। त्यसपछि उसले एउटा आइडिया सोच्यो। एक दिन उसले सोच्यो कि यी जनावरहरूलाई खेतबाट धपाउन मेरो जेठो दाजुको सहयोग लिन्छु। जे होस्, जेठो दाजु अन्धो भए पनि खेतमा बस्यो भने जनावरहरू आए भने चर्को स्वरले कराएर भगाउन सक्छन्, जसले गर्दा हाम्रो बाली बचाउन सकिन्छ। त्यसैले म जेठो दाजुलाई खेतमा बस्न लगाउँछु। यति सोचेर उसले आफ्नो खेतमा एउटा सानो झुपडी बनाएर आफ्नो अन्धो दाजुलाई त्यही खेतमा बसाएर भन्यो, दाजु, कुनै पनि जनावरको आवाज सुन्नुभयो भने चर्को स्वरले कराउनु होला। यो सुनेर जनावरहरू यहाँबाट भाग्नेछन् र हाम्रो बाली नष्ट हुनबाट बच्नेछ। जेठो दाजुले कान्छो भाइसँग सहमति जनाएर त्यही दिनदेखि ऊ खेतमा बस्न थाल्छ। जब उसले कुनै पनि जनावरको आवाज सुन्ने बित्तिकै ऊ तुरुन्तै चर्को स्वरमा चिच्याउन थाल्छ, ताकि ती जनावरहरू उसको खेतबाट भागोस् भनेर। यसो गर्दा धेरै दिन बितिसकेको थियो। त्यसपछि एक दिन उसको खेतमा एउटा मृग दौडिरहेको थियो र उसले खेतको बाँध तोडेर त्यहाँबाट भाग्यो। तर त्यही मृगलाई पछ्याउँदै एकजना राजा पनि त्यो खेतमा पुगे। त्यसपछि राजाको नजर त्यो अन्धो भाइमाथि पर्यो। राजाले मानिसलाई भने, हेर, म यहाँ मृगलाई पछ्याउँदै आएको हुँ। के तिमीले त्यो मृगलाई यहाँ देख्यौ? त्यसपछि त्यो व्यक्तिले भन्छ, हे महाराज, म अन्धो छु। म कसरी मृग देख्न सक्छु? तर म तपाईँलाई यति भन्न सक्छु कि मेरो खेतबाट दौडिएको जनावर तपाईँको लागि योग्य छैन। उसलाई पछ्याएर आफ्नो समय बर्बाद नगर्नुहोस्। अन्ध मानिसले भनेको कुरा सुनेर राजा धेरै छक्क परे। राजा सोच्न थाले कि आखिर यो मानिस अन्धो नै हो त? त्यसो भए कसरी थाहा भयो मैले खोजेको मृग मेरो लागि योग्य छैन भनेर? यो अन्ध मान्छेले मलाई कसरी भन्न सक्छ? तब राजाले अन्ध मानिसलाई भने, के तिमी मसँग झुट बोल्दैछौ? एकातिर तिमी अन्धो भनिरहेका छौ, अर्कोतिर यहाँबाट गएको जनावर मेरो लायक छैन पनि भन्छौ। त्यसमा अन्ध मानिस भन्छ, हे महाराज, तपाईले जसलाई मृग ठान्नु भएको छ त्यो वास्तवमा महिला मृग हो र त्यो पनि गर्भवती छ। जहाँसम्म मलाई थाहा छ, मैले अहिलेसम्म कुनै राजाले गर्भवती मृगको शिकार गरेको सुनेको छैन र यसैले म तपाईलाई भनिरहेको छु कि त्यो तपाईका लागि योग्य छैन। त्यसमा आफ्नो समय बर्बाद नगर्नुहोस्। यो सुनेर राजा झनै छक्क परे। उनले सोच्न थाले कि यो अन्ध मानिसले कसरी थाहा पाउँछ कि त्यो मृग गर्भवती छ भनेर। राजाले केही बेर सोचेर आफ्नो सेनापतिलाई भने, सेनापति, म त्यो मृगलाई जीवित राख्न चाहन्छु, किनभने त्यो मृग गर्भवती हो कि होइन भनेर जान्न चाहन्छु। यो अन्ध मानिसले ठूलो विश्वासका साथ भनेको छ र मेरो लागि यो पुष्टि गर्न आवश्यक छ। यदि त्यो मृग गर्भवती हो भने त्यो हाम्रो शिकार गर्न योग्य थिएन, किनभने मैले मृगलाई लखेटिरहेको थिएँ। त्यसैले जानुहोस् र पत्ता लगाउनुहोस् कि त्यो मृग गर्भवती छ कि छैन। राजाको आदेशपछि सेनापति अगाडि बढ्छन् र केही समयपछि फर्केर राजालाई भन्छन्, हे महाराज, यो अन्ध मान्छेले जे भन्यो त्यो एकदम सही हो। त्यो मृग गर्भवती छ। यो सुनेर राजा छक्क परे
उनले बुझ्न सकेनन् कि एक अन्धो मानिसले कसरी थाहा पाउन सक्छ कि जनावर मृग हो अझ के हो भनेर ऊ गर्भवती छ। अन्धो मानिसले कसरी थाहा पाउन सक्छ? आखिर यो कसरी सम्भव छ? अब राजाको मनमा यस्ता धेरै प्रश्न उठ्न थाले। अब राजाले यो कुराको गहिराइसम्म पुग्ने निर्णय गरिसकेका थिए। यो अन्धो मान्छेलाई यो जनावर मृग हो भनेर कसरी थाहा भयो? यही सोचेर राजा त्यो अन्धो मान्छे कहाँ गए। त्यो अन्धो मान्छेलाई भने, हेर, थाहा छैन तिमी साँच्चै अन्धो हौ कि होइनौ, तर तिमीबाट एउटा कुरा जान्न चाहन्छु। मेरो प्रश्नको सही उत्तर दिनुपर्छ। त्यसपछि अन्धो मानिसले भन्छ, महाराज, तपाईले जे सोध्न चाहनुहुन्छ तपाईले मलाई सोध्न सक्नुहुन्छ। म तपाईको सबै प्रश्नको सही जवाब दिनेछु। त्यसपछि राजा भन्छन्, हेर, एकातिर तिमी अन्धो भन्छौ, अर्कोतिर मैले त्यो जनावरलाई लखेटेको छु। त्यो मृग हो र अझ त्यो गर्भवती पनि छ भनेर आखिर तिमीलाई यो कसरी थाहा भयो? तिम्रो खेतमा अन्य जनावरहरू आउँछन् र अन्य जनावरहरू यहाँबाट हिँड्छन्। त्यसो भए तिमीले यो कसरी अनुमान गर्यौ? अब अन्धो मानिसले राजालाई भन्यो, महाराज, तपाईँ मृगलाई लखेट्दै हुनुहुन्थ्यो। तब मृग मेरो खेतमा आयो। मैले उसको गति र दौडने आवाजबाट थाहा पाएँ कि यो मृग हो र मेरो खेतमा बात एकदम सानो छ। उसको उचाइ धेरै छैन। यदि पुरुष मृग भएको भए त्यो बात सजिलै पार गर्ने थियो, तर त्यो मृग यो बात भत्काएर भागेको थियो र यदि यो बात हाम फालेर पार गर्ने प्रयास गरेको भए आफ्नो बच्चालाई खतरामा पार्ने थियो। त्यसपछि मैले मृग गर्भवती भएको थाहा पाएँ। यसका कारण मृग निकै कम उचाइमा हाम फालेर मेरो खेतको बाँध तोडेर भाग्यो। यसपछि राजाको मनमा अर्को प्रश्न उब्जियो। राजाले भने, तर यो मृग हो भनेर कसरी थाहा पायो? यहाँ अरू कुनै जनावर आउन पनि त सक्छ, तर यो मृग हो भन्ने कसरी थाहा भयो? त्यसपछि अन्धो मानिस भन्छ, महाराज, म यहाँ दिनभर बिहान र बेलुका बस्छु र मेरो सुन्ने शक्ति धेरै तेज छ। मलाई थाहा हुन्छ कि कुन जनावर मेरो खेतमा आएको छ र त्यसको आधारमा मेरो खेतबाट भागेर जाओस्, मेरो खेतको बाली नष्ट नपारोस् भनेर चर्को स्वरले कराउँछु। अन्धो मानिसको यो जवाब सुनेर राजा पुरै सन्तुष्ट भए। उनले मनमा सोचिरहेको थिए कि मान्छे अन्धो होला तर धेरै ज्ञानी देखिन्छ। यो मान्छेलाई आफ्नो राज्य लग्नुपर्छ भनेर यो सोचेर राजा आफ्नो दरबार फर्के। दरबारमा पुग्ने बित्तिकै राजाले अन्धो मानिसलाई भन्नुहुन्छ, तिमी त धेरै ज्ञानी मानिस हौ, तिमीलाई कुनै पनि कुरा सजिलै थाहा हुन्छ। आज मैले तिमीलाई यहाँ बोलाएको छु किनकि म तिमीबाट जान्न चाहन्छु कि मेरी श्रीमती आफ्नो पतिप्रति वफादार छिन् कि छैनन्। त्यसमा अन्धो मानिस भन्छ, हे महाराज, यो कस्तो प्रश्न हो? यसमा राजाले भने, मैले तिमीलाई एकदम सही प्रश्न सोधेको छु, मलाई यो प्रश्नको जवाब देऊ। यसमा अन्धो मानिस भन्छ, हे महाराज, यी सब कुरा छोडिदिनुहोस्। तपाईको बिहे भएको धेरै वर्ष बितिसक्यो, अब किन यो जान्न चाहनुहुन्छ? मनमा यस्ता प्रश्न किन उठ्छन्? राजा यसैमा जोड दिन्छन्, हेर, तिमीले मेरो लागि यो प्रश्नको जवाब दिनुपर्छ। यदि तिमीले मलाई यो प्रश्नको जवाब दिएनौ भने म तिमीलाई मृत्युदण्ड दिनेछु। राजाको यो कुरा सुनेर अन्धो मानिसले भने, हे महाराज, यदि तपाईलाई यो प्रश्नको उत्तर चाहिन्छ भने त्यसको लागि तपाईले मेरो लागि एउटा काम गर्नुपर्छ। राजा भन्छन्, मैले के काम गर्नुपर्छ? त्यसमा त्यो व्यक्तिले भन्यो, यसका लागि तपाईकी श्रीमतीलाई मसँगै कोठामा एक्लै छोड्नुपर्छ। अन्धो मानिसको यो कुरा सुनेर राजालाई पहिले रिस उठ्छ, तर केही सोचेर उनले त्यो मानिसले भनेको कुरा स्वीकार गर्छन् र आफ्नो सेनापतिलाई आदेश दिन्छन्, सेनापतिजी, कृपया यो व्यक्ति र मेरी श्रीमतीलाई केही समयको लागि कोठामा एक्लै छोडिदिनुहोस्। सेनापतिले पनि ठ्याक्कै त्यस्तै गर्छन्। त्यसपछि राजाकी श्रीमती र अन्धो मानिस एउटै कोठामा बस्छन्। तब अन्धो मानिसले राजाकी श्रीमतीलाई भन्छन्, म तिमीलाई छुन चाहन्छु। यो देखेर रानी निकै क्रोधित भइन् र अन्धो मानिसलाई पिट्न थालिन्। यसरी उनले अन्धो मानिसलाई नराम्ररी पिटिन्। त्यसपछि कुनै न कुनै तरिकाले
आफ्नो ज्यान जोगाएर त्यो अन्ध मानिस त्यहाँबाट भागेर राजा कहाँ पुग्छ र उसले राजालाई भन्यो, हे महाराज, तपाईको पत्नी आफ्नो पतिप्रति समर्पित छैन। यो सुनेर राजा एकदमै रिसाएर राजाले आफ्नो तरबार निकालेर सिधै आफ्नी पत्नीतिर लागे र रिसाएर रानीलाई भने, रानी, आज म तिमीलाई जे पनि प्रश्न सोध्छु, कृपया मलाई साँचो जवाब दिनु। झुटको एक शब्द पनि सुन्न चाहन्न। म तिम्रो शिर काटिदिन्छु। त्यसपछि राजा अगाडि बढ्छन्। राजा भन्छन्, भन, तिमी आफ्नो पतिप्रति समर्पित छौ कि छैनौ? त्यसमा रानीले भनिन्, हे महाराज, तपाईले मलाई मार्न सक्नुहुन्छ, तर म आफ्नो पतिप्रति समर्पित छैन। यो सुनेर राजा एकदमै खुसी भए, किनकि त्यो अन्ध मानिसले जे भनेका थिए त्यो बिल्कुल सत्य थियो। यो सुनेर राजा तुरुन्तै त्यो मानिस कहाँ पुग्छन् र आएर अन्ध मानिसलाई भने, तिमीलाई कसरी थाहा भयो कि मेरी श्रीमती आफ्नो श्रीमानप्रति वफादार छैनिन् भनेर? त्यसपछि अन्ध मान्छे भन्छ, हे महाराज, यो धेरै साधारण कुरा हो। मैले तपाईको श्रीमतीलाई भनेको थिएँ कि म तिमीलाई छुन चाहन्छु र उनी यति रिसाइन् कि मलाई लात र मुक्का हान्न थालिन्। र एउटी महिलाले अर्को पुरुषलाई कसरी छुन सक्छिन्, तर उनले मलाई नहेरी उनले मलाई लात र मुक्का हान्न थालिन्। यो पनि स्पर्श थियो र एक पवित्र महिलाले अर्को पुरुषलाई कहिल्यै छुँदैन। जब मैले उनलाई छुन सोधेँ, उनले मलाई त्यसबेला अस्वीकार गर्न सक्थिन्, तर उनले मलाई पिट्न थालिन्। चाँडै उनले मेरो सम्पूर्ण शरीर छोइन्। अब तपाईँ नै भन्नुहोस्, यस्तो महिला कसरी आफ्नो पतिप्रति वफादार हुन सक्छ? यसबारे राजा भन्छन्, तिमी धेरै जानकार देखिन्छौ। ठिक छ, आऊ, तिमीले मेरो अर्को प्रश्नको जवाब दिनुपर्छ। यदि तिमीले मलाई यो प्रश्नको सही उत्तर दियौ भने म तिमीलाई यहाँबाट जान दिनेछु। त्यसपछि राजाले अन्ध मानिसलाई सोध्छन्, म साँच्चै मेरो बुबाको छोरा हुँ कि होइन? यसमा उनले अरूलाई पनि बोलाउँछन्, हे महाराज, यसको तपाईसँग के सम्बन्ध छ? तपाईँ कसैको सन्तान हुन सक्नुहुन्छ। आखिर तपाईँ यो राज्यको राजा हो, त्यसैले यो प्रश्न छोडिदिनुहोस्। तर राजा भन्छन्, होइन, म यो प्रश्नको सही जवाब जान्न चाहन्छु, अन्यथा यो प्रश्नले मलाई सधैँ सताउनेछ। त्यसैले म यसको सही उत्तर जान्न चाहन्छु। यदि तिमीले यसको सही जवाब दियौ भने तिमी यहाँबाट जान सक्छौ। म तिमीलाई रोक्ने छैन। त्यसमा अन्ध मानिस भन्छ, हे महाराज, यसका लागि मलाई आमा कहाँ पनि जानुपर्ने आवश्यक छैन। म तपाईलाई अहिले नै भन्न सक्छु कि तपाईँ कसको सन्तान हो। तर त्यो भन्दा पहिले तपाईले मसँग रिसाउनु हुने छैन भन्ने वाचा गर्नुहोस्। राजाले भने, म तिमीलाई वाचा गर्छु, म तिमीसँग रिसाउने छैन। त्यसपछि अन्ध मानिसले राजालाई भन्यो, महाराज, तपाईँ आफ्नै बुबाको छोरा हो, तर तपाईँमाथि कन्जुसको छाया परेको छ। यो सुनेर राजा निकै क्रोधित भएर तुरुन्तै तरबार निकालेर आमा कहाँ गए। त्यहाँ पुगेपछि उनले आमालाई भन्छन्, आमा, साँचो भन्नुहोस्, म आफ्नै बुबाको छोरा हुँ कि होइन? यदि तिमीले मलाई साँचो भनेनौ भने म आफ्नो ज्यान यहीँ लिदिन्छु। मलाई भन्नुहोस्, सत्य के हो? त्यसमा राजाकी आमाले भन्छन्, छोरा, तिमी आफ्नै बुबाको छोरा हो, तर तिमीमाथि कन्जुसको छाया परेको छ। एक पटक नुहाएर ऐनामा आफ्नो अनुहार हेर्दै गर्दा सिसाको पछाडि एउटा कन्जुस देखेर उसको छाया तिमीमाथि परेको थियो। यो सुनेर राजा निकै खुसी भए र तुरुन्तै त्यो अन्ध मानिस कहाँ फर्कन्छन् अनि त्यो अन्ध मान्छेलाई भन्छन्, म माथि कन्जुसको छाया परेको कसरी थाहा भयो? त्यसमा त्यो अन्ध मानिस भन्छ, महाराज, तपाईले मलाई धेरै प्रश्न सोध्नुभयो, जसको सही उत्तर दिएँ। अरू कोही राजा भएको भए बदलामा धेरै इनाम पाउने थिए, तर अहिलेसम्म तपाईले एक पैसा पनि दिनुभएको छैन। यसबाट मैले अनुमान गरेको थिएँ कि तपाईँ साह्रै कन्जुस हुनुहुन्छ। यो सुनेर राजा चर्को स्वरमा हाँस्न थाले र भने कि तिमीले जे माग्छौ म अवश्य दिन्छु, तर मलाई भन, तिमीलाई कसरी थाहा हुन्छ के सही हो र के गलत हो भनेर? तिमीले कुनै पनि कुराको यति सटिक र सही जवाब कसरी दिन सक्छौ? त्यसमा अन्ध मानिस भन्छ, हे महाराज, जे भए पनि म अन्ध छु,
मेरो आँखा भएको भए कसैको विचार सजिलै थाहा पाउन सकिन्थ्यो। तर मसँग मनको भाषा छ र यो भाषा मानिसको प्रयोग हो, शरीरको व्यवहारको रूपमा देख्न सकिन्छ। उसको आँखा, उसको ओठ, उसको काम गर्ने तरिका, उसको कामले उसको दिमागमा के भइरहेको छ भनेर बताउन सक्छ। त्यसको आधारमा हामी कसैको विचार जान्न सक्छौँ। तर म अन्धो छु, देख्न सक्दिनँ, त्यसैले कर्मबाट देख्छु। कुनै कुरा जान्न चाहन्छु भने अर्को व्यक्तिलाई केही काम गर्नुपर्छ, त्यसको आधारमा हामी कसैको विचार जान्न सक्छौँ। तर म अन्धो छु, देख्न सक्दिनँ, त्यसैले कर्मबाट देख्छु। कुनै कुरा जान्न चाहन्छु भने अर्को व्यक्तिलाई केही काम दिनुपर्छ, त्यो व्यक्तिले कसरी काम गर्छ, कुन तरिकाले यो काम गर्छ, त्यसको आधारमा उसको मनमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ। त्यसैले राजा भन्छन्, त्यसो भए के यसको मतलब म पनि कसैको विचार जान्न सक्छु? त्यसमा अन्ध मानिस भन्छ, हे महाराज, तपाईले पनि कुनै पनि व्यक्तिको मनको कुरा जान्न सक्नुहुन्छ। तर त्योभन्दा पहिले तपाईले आफैमा काम गर्नुपर्छ र त्यो काम तपाईको दिमागलाई शान्त पार्नु हो। तपाईको दिमागलाई वर्तमानमा ल्याउनुहोस्, जसका लागि आज म तपाईलाई 3 उपाय बताउँछु र यी सबै 3 उपाय धेरै सजिलो र सरल छन्। तर महाराज, त्यसभन्दा पहिले एउटा काम गर्नुपर्छ, मन एकाग्र गर्नुपर्छ। जब हामी आफ्नो मन एकाग्र गर्छौँ, आफ्नो मनलाई वर्तमानमा ल्याउँछौँ, तब हामी अर्को व्यक्तिको मनको कुरा जान्न सक्छौँ, किनकि त्यो व्यक्तिले आफ्नो मनमा वर्तमानमा सोचिरहेको हुन्छ र हामीले पनि आफ्नो मनलाई वर्तमानमा ल्याउनुपर्छ। तब मात्र उसको मनमा के छ थाहा हुन्छ। विगतमा घटेका घटनालाई हामीले सोचिरहेका छौँ भने अर्को व्यक्तिले वर्तमानमा के सोचेको छ, वर्तमानमा आफ्नो मनमा के कुरा गरिरहेको छ भन्ने कसरी थाहा पाउने? किनभने हामी विगतका घटनाहरूमा डुबेको छौँ। त्यसैले कसैको मनमा के छ भनेर जान्नको लागि सबैभन्दा पहिले हामीले आफ्नो मन एकाग्र गर्नुपर्छ, उसलाई वर्तमानमा ल्याउनुपर्छ। त्यसपछि त्यो व्यक्तिले राजालाई भन्यो, हे महाराज, म तपाईलाई 3 वटा उपाय बताउँछु। यी 3 तरिकाबाट तपाईले कसैको पनि मनको कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ। त्यसपछि अन्ध मानिसले राजालाई भन्छ, हे महाराज, पहिलो उपाय भनेको आँखामा ध्यान दिनुहोस्। कुनै पनि व्यक्तिसँग कुरा गर्दा उसको आँखामा हेर्नुहोस्, उसको आँखामा ध्यान दिनुहोस्, जुन सबैभन्दा महत्त्वपूर्ण छ, किनकि आँखाले बोल्दैन तर धेरै बोल्छ। यदि हामीले कुनै व्यक्तिको आँखाको हावभाव बुझ्न सक्यौँ भने हामीले थाहा पाउन सक्छौँ कि उसको मनमा के भइरहेको छ, के सोचिरहेको छ, अनि अब उसले के गर्नेछ भनेर। मेरो आँखा छैन, तर मैले यो ज्ञान मेरो गुरुबाट सिकेको हुँ, किनभने केही वर्ष पहिले मेरो आँखा थियो र त्यति बेला म मानिसहरूको मनको कुरा उनीहरूको आँखाबाट मात्र जान्थेँ। तर यदि तपाईँ पनि अरूको मनको कुरा जान्न चाहनुहुन्छ भने तपाईले उनीहरूको आँखामा पनि ध्यान दिनुपर्छ। जस्तै तिनीहरूको आकार कस्तो छ, तिनीहरू कहिले र कहाँ हेर्छन्। यदि उसको आँखा यताउता घुमिरहन्छ, तपाईसँग कुरा गर्दा ऊ यताउता, कहिले माथि, कहिले तल, कहिले यताउता, कि त उसको आँखामा खुसी देखिन्छ वा उसको आँखा निराश देखिन्छ। चोर जस्तै जब हामीले उसको आँखामा हेर्दा हामीलाई थाहा हुन्छ कि अर्को व्यक्तिले गल्ती गरेको छ। त्यसै गरी ड्राइभरको आँखामा हेर्दा थाहा हुन्छ कि उसको आँखामा भाषा छ। त्यहाँ एक धेरै सिधा र सजिलो विधि छ। यदि तपाईँ अगाडिको व्यक्तिले तपाईँलाई झुट बोल्दैछ वा सत्य बोल्दैछ भने पत्ता लगाउन सक्नुहुन्छ। त्यसैले उसको आँखामा ध्यान दिनु धेरै महत्त्वपूर्ण छ। यदि तपाईँसँग कुरा गर्दा त्यो व्यक्तिले आफ्नो आँखा यताउता, माथि, तल, दायाँ बायाँ, जताततै हेरिरहेको छ भने त्यसको मतलब उसले यो कुराबाट बाहिर निस्कने बाटो खोजिरहेको छ र झुट बोलिरहेको छ। यदि अगाडिको व्यक्तिले तपाईँलाई केही झुट बोल्न खोज्छ भने उसले तपाईँसँग आँखा सम्पर्क गर्दैन, उसले यताउता, तल, माथि हेर्छ, तर उसले तपाईँका आँखामा हेर्न सक्ने छैन, किनकि उसलाई डर हुन्छ
कि यदि उसले तपाईँको आँखामा हेर्यो भने उसको झुट समातिनेछ र तपाईँलाई सत्य थाहा हुनेछ। र त्यसै गरी यहाँ केही अन्य भाषाहरू पनि छन्। जब तपाईँ कसैको आँखामा हेर्नुहुन्छ र उसको अभिव्यक्ति के हो भनेर हेर्न सुरु गर्नुहुन्छ, त्यसै गरी अनुहारका भावहरू छन् जसको माध्यमबाट हामी सजिलैसँग हाम्रो मनमा के छ भनेर बुझ्न सक्छौँ। र यो पनि बुझ्न धेरै महत्त्वपूर्ण छ कि कहिलेकाहीँ एक व्यक्तिले आफ्नो अनुहारलाई आँखा, ओठ र अन्य धेरै जस्तो व्यवहार गर्दछ। यदि तपाईँ एक व्यक्तिको अनुहार हेर्नुभयो भने तपाईँ सजिलै बुझ्नुहुनेछ कि त्यो व्यक्ति निराश छ कि छैन, ऊ भित्रबाट के महसुस गरिरहेको छ। यी सबै कुरा उसको अनुहारको हावभावबाट थाहा पाउन सकिन्छ। मान्छे बोलोस् वा नबोलोस्, सबै कुरा उसको अनुहारबाट थाहा हुन्छ। त्यसपछि त्यो व्यक्तिले राजालाई त्यस्तो कुरा बताउँछ र भन्छ, हे महाराज, त्यसै गरी तेस्रो भाषा यो हो कि हातको इसारा र शरीरको व्यवहार। दिमागमा के छ भनेर बुझ्नको लागि हामीले हातको इसारा र शरीरको व्यवहार बुझ्नु धेरै महत्त्वपूर्ण छ। जब एक व्यक्ति बोल्छ, तपाईँले याद गर्नुभएको छ कि छैन, उसले आफ्नो हात हल्लाउँछ र आफ्नो हातले इसारा गर्छ। कुरा गर्नुको साथसाथै व्यक्तिले आफ्नो शरीरको व्यवहार अर्थात् शारीरिक भाषाको पनि पूर्ण प्रयोग गर्छ, जसको माध्यमबाट हामी त्यो व्यक्तिलाई चिन्न सक्षम हुनेछौँ। हामीले भनेको र मनमा के चलिरहेको छ त्यसमा उसले कतिको ध्यान दिइरहेको छ। शरीरको व्यवहार हेर्दा हात काँपिरहेको थियो, शरीर काँपिरहेको थियो र अनुहार बारम्बार रातो भइरहेको थियो। एक अर्कामा हात मिलाउने जस्ता कार्यहरू धेरै छन्, त्यसतर्फ हामीले ध्यान दिनु अत्यन्त जरुरी छ। मनका विचार बुझ्नको लागि शरीरको व्यवहार पनि बुझ्नुपर्छ। यदि हामीले यी 3 विधिहरूमा राम्ररी ध्यान दिएर राम्ररी बुझ्यौँ भने हामी कुनै पनि व्यक्तिको मनको कुरा सजिलै थाहा पाउन सक्छौँ। तसर्थ यदि तपाईँ कसैको मनमा के छ भनेर जान्न चाहनुहुन्छ भने तपाईँले उसको आँखा, अनुहार, उसको शरीरको भाषा र उसको हातलाई ध्यानपूर्वक अवलोकन गर्न र बुझ्नुपर्छ, ताकि तपाईँ यो बुझ्न सक्नुहुनेछ आखिर उसको मनमा के चलिरहेको छ र के सोचिरहेको छ। तर त्यसभन्दा पहिले तपाईँले एकाग्रता र शान्त र आफ्नो दिमागलाई वर्तमानमा ल्याउनुपर्छ। तब मात्र तपाईँले ती व्यक्तिको यी सबै कार्यहरूमा ध्यान दिन र बुझ्न सक्षम हुनुहुनेछ। अन्यथा यदि तपाईँ विगतका घटनाहरूमा व्यस्त हुनुहुन्छ र भविष्यको योजना बनाउँदै हुनुहुन्छ भने तपाईँले त्यो व्यक्तिको अभिव्यक्तिमा कहिल्यै ध्यान दिनु सक्नुहुने छैन, न त त्यो व्यक्तिको मनमा के भइरहेको छ भनेर तपाईँले कहिल्यै बुझ्न सक्नुहुने छैन। उसले के सोचिरहेको छ, के तपाईँ सोच्दै हुनुहुन्छ। तपाईँले देख्नुभएको होला कि यस्ता धेरै महान सन्त महात्माहरू छन् जसले तपाईँलाई धेरै शान्त भएर हेर्छन् र तपाईँलाई हेरेर मात्र तपाईँको मनमा के चलिरहेको छ, उनीहरूबाट तपाईँले के थाहा पाउनुभयो र यो सबैभन्दा ठुलो कारण हो। यसका लागि उनीहरूले तपाईँलाई पढ्न सक्छन्, तपाईँलाई बुझ्न सक्छन्, तपाईँको दिमागका कुराहरू जान्न सक्छन्, किनभने उनीहरूको मन एकाग्र र शान्त हुन्छ। त्यसैले उनीहरूले तपाईँको मनका कुराहरू सजिलैसँग पत्ता लगाउन सक्छन्। त्यसैले साथीहरू, अरूको मनको कुरा जान्नको लागि यी सबै कुरामा ध्यान दिन एकदमै जरुरी छ। त्यसो भए साथीहरू, मलाई आशा छ कि तपाईँले यो कथाबाट राम्रो पाठ सिक्नुभयो। तपाईँलाई यो कथा कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर भन्न नभुल्नुहोला र यो कथा आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् ताकि उनीहरूले पनि यस कथाबाट केही सिक्न सकुन्। र तपाईँहरू यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन अन गर्न नभुल्नुहोला। साथीहरू, फेरि पनि यस्तै ज्ञानवर्धक कथामा भेट्ने बाचा गर्दै बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।